मेरो नाम गोदावरी थापा, घर दाङ तुलसीपुर 17 बगौँसीमा पर्छ। 24 वर्ष अगाडिदेखि मैले सुगरको औषधि खाइराखेको थिएँ। यसपछि गएर अहिले 4 वर्ष अगाडिदेखि मलाई किडनी छोड्यो सुगरले। किडनीको औषधि नेपालमा गरे कुनै ठाउँमा पनि भएन। त्यसपछि इन्डियाको दिल्लीमा वेदान्त भन्ने हस्पिटलमा गएँ। डाक्टरले नर्मल हुन सक्दैन, यतिकै राख्न सक्यो भने राम्रो भन्यो, तर बढ्दै गयो। मलाई अल्का हस्पिटलमा डायलिसिस गर्नुभन्दा अपरेसन गर्नु राम्रो, अपरेसन गर्ने तयारीमा जानुहोस् भन्नुभएको थियो। यसपछि यहाँ सिद्धिग्राम भन्ने थेरापी छ काठमाडौँमा भन्ने सुनेर अनि यहाँ आयौँ। यहाँ आइसकेपछि यहाँको थेरापीले मलाई साह्रै राम्रो गर्यो। शरीरहरू दुख्थ्यो, त्यो पनि दुख्न छोड्यो। उल्टी हुने जस्तो हुन्थ्यो, त्यो पनि छोड्यो। पखाला बेला बेलामा लागिरहेको थियो, अहिले लाग्दैन। अनि ब्लड टेस्ट गरायौँ, ब्लड टेस्टमा किडनीमा केही सुधार भयो, क्रिएटिनहरू घट्यो। अब म हिँडडुल गर्न सक्छु, आफ्नो स्याहार सुसार आफै गर्न सक्छु भन्ने भयो। खुसी भएर यहाँबाट घर जाँदैछु।